म चाहिँ आफ्नो रुमबाट निस्केँ अनि क्यामेरा अन गरेर आफूतर्फ लगाएर चाहिँ भिडियोहरू बनाउँदै हिँडिरहेको छु है। आजको दिन चाहिँ सन्डेको दिन थियो। अन्त हप्ताभरि ड्युटी जानुपर्छ, सन्डे एक दिन छुट्टी हुन्छ। छुट्टी लाँदा खेर फ्याँक्नु भएन नि त। अन्त हामी चाहिँ फोनमै कुरा गरिसकेको थिएँ। अन्त हामी चाहिँ बाहिर निस्क्यौँ किनभने हामी चाहिँ हल्का मार्केट गएको केही कुराहरू किन्नुको लागि। अन्त हामी चाहिँ बाटोमा हिँड्दाखेरि एकदमै रमाइलो भइरहेको थियो। मौसम पनि एकदमै सुपारी हो कि के पनि फलिरहेछ हो। अन्त ठुल्ठुलो अपार्टमेन्ट हुन्छ भन्थेँ मैले हरेक भिडियोमा है। यही अपार्टमेन्टहरूमा नै एकदम राम्रो कामहरू पाउने गर्दछ नि त। अन्त बाटोमा हेरेको ट्राफिकहरू पनि धेरै रहेछ। दिदीले कुर्तीहरू किन्यो, अन्त नानीहरूले जुसहरू पियो। अन्त दिदीले चाहिँ भन्दै थियो मेरो चप्पल किन्नुपर्ने भएको छ भन्दै थियो नि त। अन्त राम्रो राम्रो डिजाइनको रहेछ। यता चाहिँ खासै राम्रो डिजाइनको चप्पलहरू पाउँथेन नि त। अन्त यहाँ माराथलीको मार्केटमा चाहिँ एकदम राम्रो रहेछ। अन्त नानीले पनि मम्मा मलाई यो चाहियो भन्दै थियो। अन्त हाम्रो सानो नानी चाहिँ एकदमै बाठी छ है। अन्त उसलाई त्यो चिजहरू किनेर हामीले चाहिँ नानीहरूलाई आइसक्रिम पनि खिलाएँ। अन्त एकदमै रमाइलो भयो। नानीहरूको खेलकुद प्लस चकचक होइन, उनीहरूको बदमास त्यस्तोहरू देखेर पनि एकदमै हामीलाई पनि अब मुड पनि खराब हुँदै थियो। अब कति रमाइलो पनि लागिरहेको थियो किनभने धेरै मान्छेहरू आउनुभएको थियो नि त डुल्नु घुम्नुको लागि, हल्का इन्जोय गर्नुको लागि बाहिर निस्केको होला। किनभने सन्डेको दिनै छुट्टी हुन्छ नि त। सबैको अनुहार पनि त्यही दिन देख्नु पाउँछ। हुन्छ आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।